बसे जस्तो आउँछ है बे उही लामा उही रञ्जित हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल अनदर भिडियो। अनि हजुरहरूको माझमा एउटा यो के भएको थियो भनेपछि मैले हजुरहरूलाई एउटा घटना अस्ति न जो रञ्जितलाई तर्सा थियो यताउता होइन डेन्जर भएको थियो अनि त्यो दिनदेखि हल्का डिसअपोइन्ट भएको के भन्नाले नि त्यसले त्यसको अर्कै बानी बेहोरा छ नि अर्कै खतरनाक अर्कै टाइपको भइरहेको बानी बेहोरा होइन। त्यही भएर अनि मैले यो भिडियो बनाउनु कारण त्यही भएर अब के गरिरहेको त्यसले यताउता होइन त्यस्तो किन गरिरहेको भनेर मैले यो तपाईँहरूलाई देखाउनलाई हो। त्यही यही हो रुम होइन डेन्जर चाहिँ चलपल धेरै छ होइन। त्यही भएर नि अनि मैले के सोचेँ भनेपछि अब यहाँ धेरै हल्ला चाहिँ माथि हेरेर नसम्म बत्तीहरू चाहिँ बालेर जाऊ मैले किनकि राति यताउता के सोच्यो भनेपछि होइन त्यसले हरकत अर्कै गरिरहेछ कि भन्नाले कस्तो मलाई त होइन मलाई त शङ्का लाग्यो कि त्यसलाई भूत लाग्यो कि त्यस टाइपको हल्का आज त्यो छुट्टीमा थियो हल्का नराम्रो टाइपको यताउता गर्न थियो कि होइन। अनि मैले फेरि के भएको यताउता सोद्धाखेरि केही बोल्दैन सुनसान गरेर बसिरहेको हुन्छ होइन। अनि यहाँ यो दिउँसो फेरि आजभोलि ब्याङ्क भएको है दिउँसो ब्याङ्क यहाँ क्यामेरा चलिरहेको हुन्छ यहाँ फेरि म देखिरहन्छु यस्तो भर्खरै ड्युटीबाट आएर अनि यसो ठिक छ नि त रञ्जितको हल्लीचल्ली के छ कस्तो छ बुझाइदिउँ भनेर नि गरेको। त्यहाँ रुममा हल्का हरकत अर्कै गरेर छ कि त्यसले डेन्जर टाइपको गरेर आउँछ अनि त्यही भएर मैले भिडियो बनाएको हो। लास्टसम्म हेरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला, सब्सक्राइब नगरेको सब्सक्राइब गरिदिनु होला, बेल आइकन अलमा गरिदिनु होला। भिडियोहरू हामी काममै बिजी हुन्छ त्यही भएर नि भिडियोहरू आउन पाएन। भिडियोहरू आउँछ भिडियोहरू आयो भने बवाल आउँछ होइन। भिडियोहरू आयो भने बवाल एकदम कडा भिडियोहरू आउँछ अझै आगामी दिनहरूमा बवाल भिडियो ल्याउनेछौँ हामीले। त्यही हो अहिले जाउँ बेसी रञ्जितलाई हेरौँ कस्तो छ के छ हल्लीचल्ली। आज छुट्टी हालेको थियो म मात्र एक्लै काममा गएर आएको। अब रञ्जितलाई हेरौँ रञ्जितको हल्लीचल्ली के छ होइन। अनि कोही छैन आज मलाई नि डर लागिरहेको छ आज झन् रञ्जितले किन यस्तो हरकत गऱ्यो यताउता गऱ्यो भनेर डर लागिरहेको छ होइन। हेरौँ अब गएर अनि त्यसपछि म तपाईँहरूलाई भन्छु होइन। लास्टसम्म बन्दिनु होला सकेसम्म रञ्जितको शरीर भन्नाले रञ्जितलाई भगवान्सँग प्रार्थना गरिदिनु होला भन्न चाहन्छु म चाहिँ त्यही हो। त्यसको लागि आज मैले भिडियो बनाउन सोचेर अनि भिडियो स्टार्ट गरेँ होइन। के हुन्छ कसो हुन्छ लास्टसम्म बनाइ हेरिदिनु होला। सबैलाई माया छ है। अब म चाहिँ भर्खरै कामबाट आएको चलिदिएको म यताउता क्यामेरा छ कि धेरै ल म माथि रुममा गएर अनि रञ्जितले कस्तो हरकत म खानासाना खाएर फ्रेस भएर बत्तीसती निमाएपछि रञ्जितले कस्तो हरकत गर्छ भनेर मैले तपाईँहरूलाई देखाउने छु होइन। अहिले चाहिँ यति म गएर खानासाना खाएर फ्रेस भएर टक्क तरिकाले अनि मैले भिडियो बनाउँछु रञ्जितको हरकत देखाउँछु। भूत खोइ के भूत लाग्यो कि जस्तो लाग्छ यार त्यस्तै हरकत गरिरहेको कि अस्तिबाट। ल हेर्नु अब ल म फ्रेस भएर टक्क तरिकाले 5-10 मिनटपछि खानासाना खाएर सुत्ने बेला त्यसले हरकत कस्तो हरकत के गर्छ कि डेन्जर गर्छ हरकत मलाई डर लाग्यो कस्तो मैले। ल लास्टसम्म बनिराख्नु है म देखाउँछु तपाईँलाई हरकत त्यसको है। रञ्जितले हरकत गर्छ मैले तपाईँलाई भनेको थिएँ नि चेक गरौँ रञ्जितले अर्कै हरकत भएको खै कस्तो अर्कै डेन्जर गरेर आयो त्यसले भर्खर निद बिज होइन मैले मोबाइल छेउमै राखेर त्यो अर्कै गरेर आएँ। मलाई डर लाग्यो यार कोही छैन बत्ती गयो होइन सुनसान भयो भने के हो यार यो रञ्जितले अरू ऊ गरेर भनेर मैले अनि क्यामेरा अन गरिहालेँ। यसलाई सन्चो होइन कि 2-3 दिन भयो जबमा नि नगएको अनि खोइ किन अर्कै भाइल जस्तो हरकत गरेर आएँ।
के भयो यार माता कसम यार रञ्जित ओइ के भयो रञ्जित ओइ के तातो हो त ओइ रञ्जित कान्छा ओइ ओइ सोध्नु न अङ्कल यार के हो त किन उयो गरेर आएको छ नि डिस्टर्ब नहुन सोध्नु या तपाईँ यार खालि यार मलाई यार मा कस्तो डर लागेर आएर के भयो भनेर मा सोध्नु क्या तपाईँ डिस्टर्ब नहुने यार मलाई यार तिमीले यस्तै गर्छ होइन अहिले एकछिन राम्रोसँग सोध्छ अहिले होइन अहिले म बन्द गर्छु फेरि के हरकत गऱ्यो भने चाहिँ मैले खोल्छु है फेरि यसले हिजोदेखि अस्तिदेखि मैले भन्नु नि तपाईँलाई त्यो भिडियो हेर्नु मलाई अगाडिल्लो भिडियो त्यहाँदेखि डेन्जर गरेर राखेँ यसले अर्कै हरकत गरेर राखेँ यार यसलाई लागेको जस्तो पनि लागिरहेको मलाई अर्कै आफै बड बनाउँछ आफै के गर्छ होइन कहिले के गराउँछ कहिले के गराउँछ यार मैले के भन्छु भने चाहिँ होइन लास्टसम्म हेर्नुलाई स्किप नगरेर सपोर्ट नगरेको बबाल सपोर्ट गरिदिनु पर्यो के हो बे त्यो को हो त्यहाँनिर त्यहाँनिर को हो बे त्यहाँनिर को हो भित्र गयो अङ्कल यार ओइ रञ्जित ओइ भित्र गयो यार के भित्र गयो को हो त्यहाँनिर उभिएको थियो भित्र गयो यार यहाँ त म केही छैन भिडियो बनाइरहेको छु के अब यार त्यहाँनिर भर्खर उठ्या थियो यार कालो उठ्या थियो त्यहाँनिर भित्र आफै गयो अरे ओइ बिस्तारै अभी भित्र गयो यार ओइ सुत के हुन सुत के देख्नु अलि बाहिर गयो बाहिर भर्खर बाहिर गयो त्यो बाहिर त्यहाँबाट यहाँबाट भित्र टोइलेट गयो अनि टोइलेटबाट यस्तै बाहिर गयो त्यो देख्नुभयो मैले भनेको थिएँ नि जे हुन्छ छोडिदिल सुत बाहिर गयो त्यो साँच्चै त्यो बाहिर नै गयो सुत के छोड ओइ त्यहाँनिर बाहिर गयो भर्खर बाहिर गयो अघि मलाई बोलाउनु भयो नि यो त के डराउनु राख्ने गएको त बाहिर गयो नि त भर्खर को अहिले भर्खर एउटा मान्छे बाहिर गयो त्यहाँनिर बाहिर यहाँनिर उभिएको थियो नि त्यहाँभित्र गयो भित्रबाट बाहिर गयो यसलाई के चलाएको क्या जस्तो लाग्यो यार भर्खर बाहिर गयो यार यसले के हरकत गर्यो यार राति यार 12 बजे 1 बज्यो कि आज यार बत्ती गएको बेला ठ्याक्क देख्नु हो मैले भन्दै सुन्नु बाहिर कति त्यो भर्खर बाहिर गयो बाहिरबाट डरलाग्दो साउन्ड आउनु यार त्यो डेन्जर रहेछ कि यो घर त यार मा कसम यार केटा हो यार म आफै बोल्दा चाहिँ यो आफै बोलिरहेको ओइ सुत छोड त माथि सुत्नु सुत ओके सुत भनेको सुत के ल सुत छोड दे सुत बे छोड दे म तल सुत म क्यामेरा अनमै राख्छु के गर्छ यो भूतहरू हिँड्छ भनेर होइन मैले यो पनि लगाएर आएको थिएँ कि अहिले पनि के गडाङ गुडुङ गर्छ यार
ओइ को मैले भनेको थिएँ नि ओइ मान्छे आएको जो पनि आएकै हो ऊ अघि मलाई बोलाउन थियो त्यहाँ बाहिर यहाँ अघि मान्छे पनि उभिएको थियो त्यहाँबाट यो त आज डराउनु लागेन के हो त्यहाँबाट बाहिर पनि गयो यहाँबाट भित्र गयो भित्रबाट पनि बाहिर गयो को हो अघिदेखि मलाई बोलाउन आएको छ के भन्छ यो अघिदेखि मलाई बोलाउन आएको छ कि त्यहाँ को भन्नु ला अघि रन्जित भनेर बोल्नु थियो मलाई तपाईँले बोलाएको हो कि मैले कहाँ बोलाएको सुतेको मान्छे त आफै किन गुनगुनु गरेर त्यस्तै गर्नु मैले भिडियो बनाउन स्टार्ट गरेँ हामीले अनि मलाई बोलाउन थियो मलाई रन्जित भनेर यसले फेरि एउटै कुरा भने के ती बोलाउन थियो मात्रै भने लास्ट डर लागिसक्यो यारमा आएको छ डेन्जर भइसक्यो कहाँ लास ओइ यो त चल्दै त बेग्लै ओइ यो त चल्दै बेग्लै कहाँसम्म जाँदो रहेछ मक्ने हुन्छ यो त सिधै माथि गयो रन्जित ओ यो त माथि गयो के हो बे यो त कहाँ गयो यो त कहाँ गयो रन्जित यो त माथि ओइ के हो ओ रन्जित यो के खोजे जस्तो आवाज आयो बे ओइ लामा ओइ रन्जित ओइ रन्जित यो कसो ढल्यो बे लामा वहाँ दिया ढल्दै यहाँ त तर्साउँछ दिया यसले के हो यहाँमै ओइ रन्जित यहाँ आएर किन सुत्यास कि उठ ओइ ओइ को ओइ ओइ यस्तो छ ओइ रन्जित कोही यस्तो छ कि त कहाँ छ लास के मलाई बोलाउँदैछु कि वहाँनिर त्यहाँनिर त्यो हेर्नु को थियो त्यहाँनिर मलाई बोलाउँदैछु कि को मलाई बोलाउँदैछु यार म एकछिन गएर त्यो जहिले पनि त्यस्तो देखिँ एकछिन गएर आउँछु कि यसलाई त डेन्जर लागिसक्यो जस्तो छ यार साथीहरू त के गर्नु मलाई बोलाउँदैछु यार म गएर फेरि गाइड गर एकछिन म गएर आउँछु ओइ को ओइ
ओइ यो त अस्तिको डोरिएको पहिलाको भिडियोमा पनि थियो यो कहाँ सुत्यो थियो यार यस्तो गरेर त्यहाँ यहाँ माथि आएर किन सुत्यास बे रुम छैन तेरो यहाँ माथि आएर किन सुत्यास मलाई माथि बोलाएको नि त नि के भन्छ कसले बोलायो रन्जित बोलाएको देखि म यहाँ आइसक्यो को हो बाथरुमहरू राई को यो को हो यो त्यहाँनिर मान्छे त्यहाँनिर को को थियो यार अघि मलाई बोलाइरहेको थियो को चाहिँ कोही यहाँ त कोही छैन फेरि भित्र आएर कोही देखिन्न यार यसले कहाँ के देखिरहेको छ छोड 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 मान्छे जमिन ओइ के भएको तँलाई यहाँ अघि मलाई बोलाइरहेको थियो क्या अनि यहाँनिर ठिकै भेटेको त्यसलाई अनि त्यसपछि म बिहोस भएर आफै थाहै छैन मलाई बोलाइरहेको थियो म अनि माथि आएँ अनि ठ्याक्कै भेटेँ हामीले नजिकै भेटेँ मैले अनि त्यसपछि म बिहोस भएँ अहिले भाइर छ मलाई बोलाइरहेको थियो अहिले भाइर छु म मैले हेर्ने ल म आउँछु मैले त के को त्यो ओइ त कहाँ लास के मजाले उता किन लास र डिन्जर छ कि मलाई छोडी जाउँ मजा गर यो त किन डराउनु लाग्यो नि त्यहाँ सबै यो त डराउनै लागेन कि किन मलाई त लाग्यो डर लाग्छ यार भाइ मैले यसको हरकत मात्रै क्याप्चर गर्नलाई भिडियो बनाएँ के गरेर आयो ओली तल गयो त्यो को भर्खर मलाई तल बोलाइरहेको छ त्यो तल बोलाइरहेको छ मलाई कोही त छैन के दिए देख्नुभयो मैले भनेको थिएँ नि अहिले भर्खर मलाई तल म जान्छु भाइ मलाई बोलाइसक्यो म जान्छु छोड्नु न मलाई यो छोडिदिनु रुममा हेर्नु सुरु गरौँ अघिदेखि मलाई बोलाइरहेको छ कि त्यो मान्छे अघिदेखि मलाई बोलाइरहेको छ कि छोड्नु न यहाँ छोड्नु न मलाई बोलाइरहेको छ कि रुमको लगेर म लक गरेर सुताइदिन्छु अब नसके बोलाएर मलाई बोलाइरहेको छ कि कोही चाहिँ छैन त नि यहीँभित्र छ कि यहाँभित्र छ फेरि माथि
छोड्दै आइज भित्री माथि गयो जस्तो लाग्यो के माथि गएछ छोड्दै माथि माथि छ कि त्यो माथि छ कि त्यो त्यहाँनिर अबे माथि छ त्यो सुत ए भगवान् के भएको समय लास्ट एडभेन्चर भयो खुल्ला पर्दैन भोलि बेला होइन यसलाई म फोकाउन लग्छु होला सायद लास्ट डेन्जर भइहाल्यो कि बेला लागिसकेको छ मैले थाहा पाएँ कि अब होइन अब यताउता धेरै घुम्दैन होइन सिधै सबैले लास्टसम्म हेर्न माया साथ सपोर्ट गरिदिनु होला प्लिज है यस्तो यस्तो हुँदा नि भिडियो बनाइरहेको छौँ होइन डेन्जर भएको कसम भनेको ल है अब मैले नि अब भिडियो मात्रै बनाएर पनि हुन्न यसलाई हेरदेख पनि गर्नुपर्छ अहिले हल्का सुते जस्तो लाग्यो सुतिहाल्नु सबले सपोर्ट गरिदिनु होला सेयर लाइक कमेन्टहरू सबै दामी गरिदिनु होला कमेन्ट पनि गरिदिनु होला के उपचार गर्नुपर्छ कहीँ के गर्नुपर्छ थाहा छ भने प्लिज भनिदिनु होला है यसलाई लागिसक्यो जस्तो लाग्यो मलाई अब म यति बन्द गरेर म यसै सोचिहार गरौँ होइन लास्टसम्म हेर्ने सब कमेन्ट छोडिदिनु होला है सब्सक्राइब नगरेर सब्सक्राइब गरिदिनु होला जे जस्तो भयो नि भिडियोहरू आउँदै गर्छ है अपडेटहरू तपाईँहरूलाई मिल्दै गर्छ हामीले अरू ठाउँमा गोस्ट हन्टिङ सबै पनि हान्छौँ र अरू बिल्डिङहरूमा हेर्छौँ पनि के कस्तो छ सबैले तपाईँलाई देखाउनेछौँ होइन तर रोको जस्तो आवाज हेरेर यसले मैले अस्ति नै लगाइरहेको थिएँ कि यसको हल्का हालबाउ छ मलाई ठिक लागेको थिएन त्यो दिनदेखि भिडियो बनाएको त्यो दिन हालेदेखि आज यस्तो गरेर आयो यार अस्ति दिन गरिरहेको थिएँ तर मैले आज त अति गरेँ कि त्यही भएर भिडियो बनाएको यहाँ रोको जस्तो छटपटे जस्तो गर्छ क्या त्यही भएर मैले भिडियो बनाएको अहिले एकछिन चुप्प लगाएर बसेँ फेरि एकछिन पछि गर्छ जस्तो लागिरहेको मैले यहाँ गएर यहाँ त्यहाँ फोटो छ भगवान्को फोटोसोटो ल्याएर त्यसको सिराइमा राखिदिन्छु अनि सुत्छु ल गुड नाइट सबैलाई टेक केयर माया छ है सबैलाई माया छ एकदम माया छ है